guys, it's New Year and we are here out with family. So first ma चाहिँ हामी गोला खान आयौं. टिम गोलाले हाई भन्नु पर्यो है. अनि त्यस पछाडि चाहिँ हामी यहीँको नजिकैको मन्दिर नुन्थरतिर लाग्यौं. एकछिन मन्दिर दर्शन गरेर अलिअलि फोटो भिडियो खिचेर हामी अब अर्को डेस्टिनेसन तर्फ लाग्यौं. त्यो चाहिँ अहिले हामीले डिसाइड गरेको छैन. आफ्टर सम टाइम हामी बाटोमा जाँदा जाँदै डिसाइड गर्ने भनेर. हाम्रो घरमा कहीँ जाँदा केही नहुने त्यस्तो हुनै सक्दैन. त्यही भएर चकचक गर्दाखेरि चाहिँ सानो भाइ लडेर खुट्टा पनि मर्काएछ. एकछिन रोइधोइ गरेपछि एकछिन फकाएपछि अनि हामी लाग्यौं टुटेश्वर महादेवको दर्शन गर्नतर्फ. दर्शन गरिसकेपछि चाहिँ मम्मीहरूलाई खोज्दै जाँदा मम्मीहरू त भजन कीर्तन मण्डलीसँग बसिसकिसेछ. त्यहाँ एकछिन भजन कीर्तन गऱ्यौँ. त्यहाँ नाचगान गरिसके पछाडि फेरि अलिअलि फोटोसोटो खिच्यौँ, भिडियो बनायौँ. अनि कहाँ चाहिँ जाने होला भनेर फेरि डिसाइड गर्यौँ. कहाँ जाने भनेर एकछिन डिस्कसन गरिसकेपछि फाइनली हामीले आफ्नो डेस्टिनेसन चाहिँ भेटायौँ. डेस्टिनेसन भेटाएपछि चाहिँ हामीले अङ्कललाई धेरै रिक्वेस्ट गऱ्यौँ. अनि त्यस पछाडि हामी लाग्यौँ जानकी मन्दिरको दर्शन गर्न जनकपुरतर्फ. फाइनली हामी जानकी मन्दिर आइपुग्यौँ. त्यस पछाडि चाहिँ हामीहरू बजारतिर अलिअलि घुमघाम गर्न लाग्यौँ. अब यसरी जनकपुर आइसकेपछि थोरै थोरै सपिङ गर्नै पर्यो. त्यही भएर मम्मीहरू चाहिँ सपिङ गर्नतिर लागिसो. पोते माला के यताउता किन्न लागिसो. अब किनमेल भनेपछि मम्मीहरूले बार्गेनिङ त गर्नै पर्यो. सो बार्गेनिङ गरेर के मालाहरू यस्तो यस्तो कुराहरू मम्मीहरूले किनिसो. मन्दिरको एकदमै मेस्मराइजिङ भ्यू देखेर म चाहिँ एकदमै एक्साइटेड पनि भएँ. एकदमै राम्रो, एकदमै प्रिटी होइन. मिथिला कल्चरले एकदमै भरिपूर्ण रहेको जानकी मन्दिर एकदमै राम्रो रहेछ. जानकी मन्दिरको डिभाइन एनर्जीले हामीलाई एकदमै आकर्षित पनि गर्यो. वी वर सो ह्याप्पी. हामी जाने बेलामा चाहिँ ठ्याक्कै मन्दिरको ढोका खुलेको हुनाले चाहिँ हामीले राम्रोसँग दर्शन गर्ने मौका पायौँ. हामी सबैजना त्यहाँको इन्भाइरोमेन्टमा चाहिँ एकदमै तल्लीन भएर एकदमै खुसी भएर एकछिन दर्शनहरू पनि गऱ्यौँ. समयको कमीले गर्दाखेरि चाहिँ हामी एकछिन मन्दिर परिक्रमा गरेर त्यहाँबाट फर्किहाल्यौँ. घुमघाम सकाइसकेर हामी खाजा खानातिर लाग्यौँ. तराई आएर चाट नखाइकन त पुरै मिल्दैन. सो वी आर ह्याभिङ चाट. अनि हामी जनकपुरको पुच्का खानातिर लाग्यौँ. पुच्का चाहिँ खासै त्यति मिठो चाहिँ थिएन. यु क्यान सी दी फेसियल रियाक्सन होइन. यहाँ खाजाहरू खाइसकेपछि चाहिँ हामी जनकपुरबाट फर्किएर घरतर्फ लाग्यौँ. फर्किँदाखेरि चाहिँ बाटोमा एकदमै मेस्मराइजिङ सनसेट भ्यू पनि हेर्न पायौँ हामीले. यसरी चाहिँ मैले आफ्नो न्यु इयर चाहिँ आफ्नो फ्यामिलीसँग एकदमै इन्जोय गरेर बिताएँ. सबैलाई ह्याप्पी न्यु इयर.